हरेक बिहानी नयाँ आशा लिएर आउँछ, त्यस्तै एक नयाँ जीवन पनि। जब शिशु जन्मन्छ उसले आँखा खोलेसँगै जीवन सुरु गर्छ, तर जीवनले अधिकार कहिले पाउँछ? शिशुको जन्म भयो, तर प्रमाण कहाँ? यदि जन्मदर्ता भएन भने त्यो बच्चाको अस्तित्व नै हुँदैन, उसको नाम परिचय केही पनि हुँदैन। जन्मदर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्रै आफ्नो स्थायी ठेगानाको ओडा कार्यालयमा गई जन्मदर्ता बनाऊ। जन्मदर्ता गर्न आवश्यक कागजात: आमा वा बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, स्वास्थ्य संस्था अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रमाण, घरमा जन्म भएको हकमा खोप कार्ड, बुबा बेपत्ता र ठेगाना नभएको भए सो सम्बन्धी प्रहरी प्रतिवेदन। बच्चाको उज्जवल भविष्य यिनै कागजमा आधारित हुन्छ र त्यो कागज हो जन्मदर्ता प्रमाणपत्र। पहिचान, अधिकार, सम्मान सबैको सुरुवात यहीँबाट हुन्छ। हरेक बालबालिकाको उज्जवल भविष्यको लागि आजै जन्मदर्ता प्रमाणपत्र बनाऊ। मध्य प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयद्वारा जनहितमा जारी सन्देश।